ल साथीहरू, म सदाको चाहिँ आज पनि हजुरहरू समक्ष उपस्थित भएको छु। म विश्व सापकोटा। आज म हजुरहरू समक्ष चाहिँ अलवेज थिङ्क पोजिटिभ एनी इभेन्ट भन्ने प्रसङ्गमा म हजुरहरूलाई चाहिँ केही मैले जानेको, बुझेको, देखेको र कुनै काममा, कुनै अफिसमा, कुनै साथीहरूसँग झगडा हुँदाखेरि, कुनै टोलमा विषयमा, कुनै विषयमा झगडा पर्दाखेरि हामीले कुनैसँग केही कुरा भनिएको हुन्छ। त्यो भन्ने विषयमा त्यसलाई सधैँभरि इस्यु लिएर जिन्दगीभरि राख्ने काम नगरौँ भन्ने अलवेज थिङ्क पोजिटिभ एनी इभेन्ट। किन भन्दा पोजिटिभ सोच भयो भने मान्छेलाई नेगेटिभ सोच बनाउँछ, सधैँ त्यसले उँधो गति र उँधोमतिमा लान्छ। यदि पोजिटिभ सोच भयो भने मान्छेलाई होला आज उसलाई दुःख परेको, रोग व्याधि लागेको, समस्या परेको, आर्थिक सङ्कट परेको पनि हुनसक्छ। त्यस्तो अवस्थामा समाज त्यही हो, परिवेश त्यही हो, उसको पनि दिन फिर्ला, उसको पनि समय आउला भनेर सोचिकन कुनै दुर्वाच्यहरू बोलिन्छ। त्यसो भएर धैर्य भएर चाहिँ आफ्नो समयको प्रतीक्षा गरौँ, एक दिन अवश्य नै सफल हुन्छ भन्दै एउटा भगवान् विष्णुले होइन, भगवान् कृष्णले अर्जुनलाई महाभारतको युद्धमा जब अर्जुनले चाहिँ गान्धी धनु नै बिसाएर आफ्नो आफन्तसँग नलड्ने जुन प्रतिज्ञा डिप्रेसनमा जानुभएको थियो, त्यस्तै उहाँले एउटा के भन्नुभएको थियो भन्दा अर्जुनले कर्म गर, फलको आशा नगर। कर्म गर्दै जाउँ, एक दिन अवश्य पनि कर्म गऱ्यो भने अवश्य नै त्यसको चाहिँ फल प्राप्ति हुन्छ भन्नुहुन्छ। त्यसो भएर हामी कर्म गरौँ, कर्म गर्दै जाउँ। अर्काले यो भन्यो, अर्काले ऊ भन्यो भन्ने पक्षतिर नलागौँ। जे हुन्छ राम्रैको लागि हुन्छ त्यो भन्ने कुरा सोचौँ। बितेको कुरा बितेर गइहाल्यो, अब आउने समयलाई कसरी राम्रो बनाउने, कसरी अगाडि बढ्ने भन्ने तर्फतिर लागौँ। कोही शत्रु छन् भने पनि त्यसलाई माफ मागौँ। र माफी नै सबैभन्दा ठुलो हो भन्दै कुनै गल्ती गरिएको छ भने आफूबाट चाहिँ गल्ती भएको छ भनेर कसैमाथि आफूले अपशब्द अथवा कुनै व्यवहार गरिएको छ भने ऊ ठुलो भयो भने आफू नै झुकेर माफी सरी गरेर समाजमा एउटा राम्रो चाहिँ दृष्टिकोण बसालौँ। अलवेज थिङ्क पोजिटिभ एनी इभेन्ट है। त्यसैले जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोचौँ, नराम्रो चाहिँ सोच्दै नसोचौँ भन्दै म चाहिँ हजुरहरूलाई एउटा यही पोजिटिभ विषयको बारेमा अलवेज थिङ्क पोजिटिभ एनी इभेन्ट भन्ने बारेमा प्रसङ्ग जोड्दै मेरा बिरुवा पनि हजुर चाहिँ कस्ता भए के भए अब चाहिँ सबै काम भ्याएर अब आज म नानी 7 क्लासमा गोल्डेन नेसर पढ्न गयो, बाबु कम्प्युटर सिक्न गयो, म पनि काम गर्न भ्याएर आज हजुरहरू समक्ष उपस्थित भएको छु। यदि कुनै शब्द बोल्दा गल्ती भएमा क्षमा प्रार्थी माग्दै आज म हजुरहरूसँग अलवेज थिङ्क पोजिटिभ एनी इभेन्ट भन्दै चाहिँ म भिडियो प्रस्तुत गर्दछु। केही गल्ती भएमा क्षमा माग्दछु है त। र यदि विश्व सापकोटाको युट्युब च्यानललाई मनपर्छ भने लाइक, सब्सक्राइब, बेल आइकन पनि दबाइदिनु होला, किनकि म जनचेतनामूलक भिडियो प्रस्तुत गर्दछु। मैले जानेको केही कुरा पनि मानिसमा अथवा समाजमा, देशमा, राष्ट्रमा र विश्वमा नै एउटा चेतना फैलियोस् भन्ने हेतुले मैले चाहिँ यो जनचेतनामूलक भिडियो बनाएको हो। यसमा मैले बोल्दा उठ्दा बस्दा कुनै शब्दहरू उच्चारण गर्दाखेरि हजुरहरूको दिलमा अथवा कसैलाई चाहिँ समस्या पुग्यो भने म त्यसको लागि क्षमा माग्दै म भिडियो अगाडि बढाउने अनुमति चाहन्छु है त। ल साथीहरू,
यो मेरो सानो पसलबाटै सुरु गरेँ हजुरहरूलाई। आज म सदाको चाहिँ यो पसलबाटै मेरो दिनचर्या सुरु हुन्छ। त्यसैले आज म हजुरहरूलाई मेरो चाहिँ तरकारीबारी पनि कस्तो भयो, मैले सानो गमलाहरू पनि ल्याएर घरमा यसो बसेको बेला आफैले 50-50 रुपियाँका गमला किनेर ल्याएर हजुरहरूको पनि यदि घर वरिपरि फुल बिरुवाहरू त्यसै खेर गएका छन् भने आफ्नो घर वरिपरि बिरुवाहरू, फुलका बिरुवाहरू ल्याएर लगाउनु होला। यस्तो हेर्नु त कति राम्रो छ। आहा, यो 12 बजी भयो, यो चाहिँ ऊ भयो, यो चाहिँ टल्किने ढुङ्गा हो। यो टल्किने ढुङ्गा सानो गमलामा, यही गमला चाहिँ यसरी नै किनेको जाने भने 1000 रुपियाँभन्दा कम पर्दैन साथी। त्यसरी आफ्नो घरमा यसरी गमलाहरू सजाउने गरौँ। यसरी गमला सजाइयो भने यो फुल फुल्न लाग्यो, अब यो फुल पनि फुल्छ। चट्ट यस्तो बिहान उठ्दै यो फुल बिरुवाकोमा खेलियो अथवा यसको पानी हालियो भने पनि हाम्रो चाहिँ मनमा शान्ति हुन्छ, रोगहरू हटेर जान्छन्। कुनै समस्यावश पीडामा परिएको छ भने पनि फुल बिरुवामा खेलियो भने हाम्रा मनमा भएका वितरङ्गहरू, नेगेटिभ विचारहरू हटेर जान्छ। यो 12 बजे फुल हो, अब एकछिनपछि फुल्छ। अहिले चाहिँ फुल्दैछ। यो सारे गमलाहरूमा मैले सारेको चाहिँ आज 10 दिन जति भयो ल्याएर गरेको। हेर्नु त यी फुल अब चाहिँ कति राम्रो भइसक्यो, सरिसकेर चटक्क। हजुरहरूले पनि यसरी नै यसरी नै गमलामा चटक्क पारेर फुल फुलाउनु भयो भने तपाईँहरूको घर आँगन पनि रमाइलो, बाहिर देख्ने मान्छेलाई पनि एकदम सफा सुन्दर राम्रो देखिने एउटा चाहिँ गार्डन सिटी टोल हुने। हामी वरिपरिका सबैजना टोलवासीहरूले आफ्नो घरको अगाडि पनि यसरी गमला लगाउँ। सबैले आफ्नो घर अगाडिको गमलामा यसरी नै फुल बिरुवाहरू लगाइयो भने आफ्नो नेगेटिभ विचारहरू पनि हट्दै जाने, घर पनि सफा सुस्त सुन्दर देखिने। बिहान बेलुका फुल चढाउँदाखेरि पनि भगवान्लाई पनि टाढा टिप्न जानु नपर्ने। त्यस कारणले गमलाहरू लगाउँ भन्दै म चाहिँ मेरो बारीमा प्रस्तुत म गइरहेको छु। बारीमा अब बिरुवाहरू कस्ता भए, एक दुई दिनसम्म म बारीभित्र पसेको पनि थिएन, कस्तो भयो के भयो, अब चाहिँ प्रस्तुत गर्दैछ। यो चाहिँ सिमी हो, मैले टिपेर बेचिरहेको छु। यदि हजुरहरूले पनि यो चाहिँ हाइब्रिड सिमी हो, हेर्नु त कति मजाले लपक्क फलिरहेछ। 3 चोटि टिपिसक्यो। यो चाहिँ अझै लटर्र फलिरहेको छ। हजुरहरूको पनि सानो एउटा बारी टुक्रा छ भने पनि अथवा नभए पनि आफ्नो घर आँगनमा जति छ त्यतिमा चाहिँ तरकारी, स्वस्थ तरकारी किनेर खाउँ, बनाऊ। औषधी विषादी हालेका तरकारीहरू नखाउँ भन्दै मैले यो भेन्टा हेर्नु त, भेन्टा कति राम्रो भइरहेछ हेर्नु त। आहा, यो भेन्टा मैले बेङस्थल कृषिबाट ल्याएको थिएँ। यो सारेको 20 दिन जति भयो साथी। हजुरहरूले पत्याउनुहुन्न है। तपाईँलाई मैले यो फलेको पनि देखाउँला। अब यो चाहिँ मैले 15वटा बुट्टा मात्रै सारेको छु। ल हेर्नु त, 20 दिनको दिन भेन्टा। ल हेर्नु, मैले यहीँ आफ्नै घरभित्रको चाहिँ खाएको केरा, सुन्तलाका बोक्रा, स्याउका बोक्रा, अन्डाका बोक्रा, तरकारीका बोक्राहरू त्यसलाई कुहाएर झोल बनाएर हालिदिन्छु। ल हेर्नु त, 20 दिनमै फुलिसक्यो यस्तरी। ल कति राम्रो भएको छ। ल हेर्नु त, 15वटा बुट्टा छन् यसरी सररर भएको छ। हजुरहरूले सानो बारीमा यसरी लगाउनु भने तरकारी किन्नु पर्दैन। ल सिमी हेर्नुहोस्, हाइब्रिड सिमी। अस्ति नै पनि तपाईँलाई मैले 10-15 दिन अगाडि देखाएको थिएँ। यो सिमी मैले फलिरहेको छ, हाइब्रिड सिमी टिपिरहेको छु। हजुरहरूले पनि यसरी नै आफ्नो बारीमा, करेसा बारीमा अथवा आफ्नो भाडामा लिएर भए पनि यसरी नै अर्ग्यानिक खेती गर्नुभयो र भने स्वस्थ तरकारी पनि खान पाइने। जन्मिने बच्चाहरूको सुस्त लङ्गडो अपाङ्ग, सुस्त मनस्वी लङ्गडो अपाङ्ग नजन्मिने देश निर्माणको लागि हामीले चाहिँ स्वस्थ बच्चा जन्माउनुदेखि चाहिँ यो कागती, यो सुना कागती यति फलेको छ। ल हेर्नु त, लटरम्म फलेको छ। मैले अस्ति नै चाहिँ हजुरलाई देखाएको थिएँ। अहिले चाहिँ अलि गेडा, पहिलाको भन्दा अलि गेडा पुष्ट हुने बेला भएको छ। अब बेच्ने बेला हुन्छ केही समयपछि। टनटन्न फलेको छ, कोही फुलेको छ, कोही फलेको छ। अब यो मेरो करेसा बारीमा म प्रवेश गर्दै हजुरहरूलाई प्रसङ्ग विराम। अलवेज थिङ्क पोजिटिभ। कसैसँग झगडा हुन्छ,
कसैसँग हाम्रो मनमुटाव हुन्छ त्यसलाई जीवनभरि चाहिँ त्यही इस्यु लिएर एउटा सानो विषयमा चाहिँ आफ्नो समय खेर नफालौँ। जिन्दगी लामो छ, आज हो कि भोलि हो भन्ने कुरो कसैलाई केही पनि थाहा छैन साथी हो। त्यसै भएर मिठो बोलौँ, मुसुक्क हाँसौँ है। दुई चार शब्द भए पनि मिठो बोलिदिउँ, हाई हेलो हेलो के छ कसो छ भनिदिउँ है। उसको मनमा पनि ए मसँग चाहिँ यसको दुर्भाव रहन्छ त्यो रहन्छ भन्ने कुरो। यो काँक्रो हेर त, यो काँक्रो, यो काँक्रो मैले हजुरहरूलाई यो काँक्रो यो टनेल, यो मेरो चाहिँ सानो टनेल हो, सानो लगानीमा बनाएको। यो काँक्रो पनि अब फुल्दै फल्दै बचिला हेर्नु त, बचिला बचिला हेर्नु त, बिच्छे बचिला हालेको छ ऊ। त्यो चाहिँ यो हाइब्रिड करेलो हो, करेलो हो यो। मैले चाहिँ आफ्नै मेहनतमा एक रुपियाँ पनि अरूलाई लगानी अरूलाई नदिइकन आफैले गर्दै यो पिल्लरहरू पनि आफैले बनाएको हो, आफैले गरेको, आफैले खल्टा खनेर आफैले गरेको। धेरै लगानी नगरिकन आफ्नै मेहनतमा गरौँ। भोलि यो मैले सुरु गरेको बल्ल हो, अस्ति बिस्तारै बिस्तारै यसले आम्दानी पनि थोरै आम्दानी त दिन थालिसकेको छ। पछि यसले चाहिँ विस्तृत आम्दानी पनि दिन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यही एउटा टनेलबाट दिनको 2000-3000 रुपियाँ निकाल्न सकिन्छ। त्यसो भएर तपाईँहरू चाहिँ तन धन वचन र कर्मले आफ्नो घरमा भएको आफ्नो करेसाबारीमा यसरी नै दिलो ज्यान तन मन दिएर थोरै लगानी लगाएर यसरी चाहिँ तरकारी उत्पादन। मैले यहाँ चाहिँ माथि यसरी गोडमिला, पहिलाको गोडमिलाको बिरु पालेर म पाकेको थिएँ, हजुरहरूले भिडियो पनि हालेको थिएँ। त्यसैको मुनि अर्को बिरुवा मैले अर्को बिरुवा पनि लगाएको थिएँ। त्यो बिरुवा चाहिँ फेरि हुर्किएर फेरि फल्ने बेला भइसक्यो लगाएको त। यी तल चाहिँ अर्को बिरुवा लगाइदिएछु मैले पनि, 12 मासै तरकारी बनाउने उद्देश्यले हो। हजुरहरूले पनि यो शिक्षा लिएर आफूहरूले पनि घरहरूमा यो मिश्रित खेती प्रणाली अपनाउनु भयो भने विदेश जानु पर्दैन। विदेश नगइकन आफ्नै घरमा बसेर पनि 2-4 पैसा कमाउन सकिन्छ भन्दै म हजुरहरू समक्ष अलवेज थिङ्क पोजिटिभ। किन भन्दा हामीले नेगेटिभ विचारहरू दिमागमा राखिराखियो भने त्यो चाहिँ जस्तो बिउ रोप्यो त्यस्तै फल्छ। काँक्रोको बिउ रोपेर हिरामरको बिउ फल्दैन है, निउवाको बिरुवा रोपाएर सुन्तला फल्दैन होला, त्यसमा कलमी गरेर फल्ला। तर गोडमिलाको बेलामा बिरुवा भेन्टा त फल्दैन। त्यसो भएर बिउ एउटा चाहिँ हामी सकारात्मक सोचको बिउ राखेर अगाडि बढियो भने अवश्य पनि देशको आर्थिक उन्नतिमा युवाले टेवा पुर्याउने दिन अवश्य आउने। त्यसबाट तपाईँहरू चाहिँ फाटामा गएर तास खेल्ने, समय बिताउने, गर्ने, त्यही नराम्रा कुराहरू गर्ने, यसका कुरा काट्ने, उसले यसो गरे उसो गर्छ। खुबी हुनेले गरेर देखाउँछ, गर्ने हो तपाईँले पनि गरेर देखाउनुहोस्। अर्काको विषयमा कुरा नगर्नुहोस्, आफ्नै घरमा बस्नुहोस्, आफ्नै काम गर्नुहोस्, आफ्नै परिवारसँग रमाइलो गर्नुहोस्, घुम्न जानुहोस्, फ्रेस हुनुहोस् होइन। 2-4 पैसा भयो भने कमाउनुहोस्। छोराछोरीको अहिलेको यो आधुनिक जमानामा छोराछोरीलाई चाहिँ लाउन खान र पढ्न अरू साथीहरू सराबर चाहिन्छ। स्वास्थ्य खर्च उस्तै छ, हिँड्दाडुल्दा खर्च उस्तै छ। तपाईँहरूले 1 घन्टाको टाइम करेसा बारी बनाएर तरकारी खेतीमा ध्यान दिनुभयो भने तरकारी किन्न नपरेपछि खर्च त्यसै जुगुला हेर्नु त। यहीँ पहिला चाहिँ लट्रम्म पाकेका चाहिँ बिरुवा थिए, अब अहिले चाहिँ फेरि अर्को बिरुवा रोपेको थियो, यो तयारी भएर फेरि फुल्न र फल्न लागिराखेको छ। ल हेर्नु त लट्रम्म फलिरहेको छ गोडमिला। त्यसबाट तपाईँहरूले चाहिँ बाहिर विदेशमा नेपालमा यस्तो विषमताले भरिएको नेपालको यो मौसममा यो माटोमा जे पनि उब्जनी हुन्छ, जस्तो पनि तरकारी फल्छ भन्दै ल हेर्नु मेरो करेसाबारी देखाएँ। यदि हजुरहरूलाई मनपर्छ भने यसरी नै मिश्रित खेती प्रणाली अपनाउँ। हरेक नेपालीले, हरेक युवाले चाहिँ सानो लगानीमा मिश्रित खेती प्रणाली अपनाएर सानो जग्गामा पनि धेरै आम्दानी लिन सकिन्छ। अब मैले यो बल्ल सुरु गरेको 2 महिना 3 महिना जति भयो। अब यसबाट आम्दानी हुन सुरु गरिसक्यो। अहिले निक्लेको गोडमिला त्यति भाउ पाएन। अब आउने गोडमिलाले 120, 130, 150 सम्म भाग पाउँछ है। मैले यी साना गोडमिला पनि बिरुवा पनि तयार गरिराखेको छु है। अकबरे खुर्सानी पनि तयार भइरहेको छ। मेरो कागती बारी पनि छ यता 62वटा बुट्टा। ती 62 बुट्टामा 62वटा बुट्टा सोना कागती पनि मैले बिहान एकछिन गोडमेल गरेको थिएँ। अब त्यो सोना कागतीमा मैले अब यो खाली यो जग्गा हो, यो जग्गामा
यो जग्गा चाहिँ सोनाको आगति हो। यो सोनाको आगतिको